झाल बाहिर रात छिप्पिँदै थियो, तर भान्साको टेबुलमा राखिएको खाना चिसो भइसकेको थियो। समीर अफिसबाट ढिलो आइपुग्दा मायाको मुटुको धुकधुकी बढिसकेको थियो। मायाले समीरलाई देख्ने बित्तिकै भनिन्, "तिमीलाई मेरो कत्ति पनि वास्ता छैन, होइन? सधैँ ढिलो आउँछौ।" उनको स्वरमा रिस थियो, तर भित्र भने एङ्क्सियस स्वभावका कारण कतै समीरले मलाई छोडिदिने त होइन भन्ने डर लुकेको थियो। समीर केही नबोली सिधै आफ्नो कोठातिर लागे। उनको यो अभोइडेन्ट स्वभावले मायालाई अझ बढी विक्षिप्त बनायो। मायाको यो स्वभाव उनको बाल्यकालको प्रतिबिम्ब थियो। सानो छँदा उनकी आमा कहिले निकै माया गर्थिन् त कहिले आफ्नै धुनमा व्यस्त हुन्थिन्। सानी मायाले आमाको ध्यान तान्नका लागि निकै रुनु पर्दथ्यो। त्यही असुरक्षाको भावनाले गर्दा उनलाई अहिले पनि समीर अलिकति टाढा हुँदा आफू एक्लो हुने डरले सताउँथ्यो। उनलाई लाग्थ्यो, यदि मैले समातेर राखिन भने समीर मबाट टाढा जानेछन्। अर्कोतिर समीरको बाल्यकाल अर्कै थियो। उनी सानो छँदा जब रुन्थे वा आफ्नो भावना व्यक्त गर्थे, उनका बुबाले सधैँ भन्थे, "छोरा मान्छे भएर रुनु हुँदैन, बलियो बन्नुपर्छ।" बिस्तारै समीरले आफ्ना भावनाहरू भित्रै दबाउन सिके। जब सम्बन्धमा तनाव हुन्छ, उनलाई लाग्छ कि टाढा बस्नु नै सुरक्षित हुने बाटो हो। भावनाको गहिराईले उनलाई निसासिदो महसुस गराउँथ्यो, त्यसैले उनी मौनताको ओत लाग्थे। भान्सामा झगडा चर्कियो। मायाले चिच्याउँदै भनिन्, "तिमी कति स्वार्थी छौ, तिमीलाई केवल आफ्नो कामको मात्र चिन्ता छ।" यो सेकेन्ड्री इमोसन अर्थात् क्रोध र दोषारोपण थियो। समीरले पनि झर्किएर जवाफ दिए, "तिमी सधैँ किचकिच मात्र गर्छौ, मलाई अलिकति शान्ति चाहियो।" समीरको क्रोध पनि उनको भित्री डर लुकाउने एउटा ढाल मात्र थियो। दुवैले एकअर्कालाई शब्दले प्रहार गरिरहेका थिए, तर भित्रको पीडा कसैले देखेको थिएन। समीरले कोठाको ढोका ढ्याप्प पारेर भित्र पसे। माया बाहिर सोफामा बसेर रुन थालिन्। यो उनीहरूको पुरानै चक्र थियो। मायाले अझ बढी निकटता खोज्ने र समीरले अझ बढी दूरी बनाउने। उनीहरूले महसुस गरे कि यसरी त उनीहरूको सम्बन्ध एउटा मृत मोडमा पुग्नेछ। उनीहरूले एकअर्कासँग साँचो कुरा गर्ने निर्णय गरे, त्यो कुरा जुन उनीहरूले अहिलेसम्म लुकाएका थिए। भोलिपल्ट उनीहरूले कन्ग्रुएन्ट कम्युनिकेसनको अभ्यास गर्ने निधो गरे। यसको अर्थ थियो आफ्नो भित्री भावनालाई बाहिरी शब्दसँग मिलाउनु। उनीहरूले एकअर्काको आँखामा हेरेर आफ्नो प्राइमेरी इमोसन अर्थात् वास्तविक पीडा व्यक्त गर्ने साहस जुटाए। अब उनीहरूले एकअर्कालाई दोष लगाउनुको साटो आफ्नो कमजोरी स्वीकार्न थाले। मायाले मसिनो स्वरमा भनिन्, "समीर, जब तिमी ढिलो आउँछौ र मसँग बोल्दैनौ, मलाई निकै डर लाग्छ। मलाई लाग्छ म तिम्रो लागि महत्त्वपूर्ण छैन र तिमीले मलाई छोडिदिनेछौ। मलाई निकै एक्लो महसुस हुन्छ।" यो उनको प्राइमेरी इमोसन थियो। पहिलो पटक समीरले मायाको रिसभित्र लुकेको त्यो सानी डराएकी केटीलाई देख्न सके, जसलाई केवल सुरक्षा र माया चाहिएको थियो। समीरले पनि लामो सास फेरेर भने, "माया, जब तिमी ममाथि चिच्याउँछौ, मलाई निकै दबाव महसुस हुन्छ। मलाई लाग्छ म तिमीलाई कहिल्यै खुसी पार्न सक्दिन र म एक असफल पति हुँ। म डराउँछु र त्यही डरबाट बच्न म टाढा भाग्छु।" समीरको यो स्वीकारोक्तिले मायालाई महसुस गरायो कि समीरको मौनता घमण्ड होइन, बरु उनको आफ्नै असुरक्षाको अभिव्यक्ति थियो। उनीहरूले आफ्नो सम्बन्धलाई सुधार्न कन्टिन्जेन्सी कन्ट्र्याक्टिङ र पोजिटिभ रिइन्फोर्समेन्टको प्रयोग गर्ने निर्णय गरे। उनीहरूले एकअर्कालाई खुसी बनाउन 5वटा साना कामहरूको सूची बनाए। 1. दिनमा एकपटक प्रशंसा गर्ने। 2. सँगै 15 मिनट कफी पिउने। 3. घर आउनुभन्दा अघि सन्देश पठाउने। 4. हप्तामा एकपटक सँगै घुम्न जाने। र 5. हरेक बिहान अँगालो गर्ने। यी साना कामले उनीहरूको सम्बन्धमा विश्वासको जग बलियो बनाउन थाल्यो। आज समीर घर आउँदा मायाले उनलाई रिसले होइन, मुस्कानले स्वागत गरिन्। समीरले पनि मायालाई अँगालो हालेर आफ्नो दिनको बारेमा बताए। उनीहरूले बुझे कि सम्बन्धमा उतार चढाउ त आउँछन्, तर आफ्ना प्राथमिक भावनाहरूलाई इमान्दारीपूर्वक व्यक्त गर्दा मौनताको पर्दा ढल्दो रहेछ। मायाको चिन्ता र समीरको पन्छिने बानी अब एकअर्कालाई बुझ्ने र साथ दिने नयाँ आधार बनेका छन्।